जय भोले जय महाकाल। नमस्ते, म शिवानी। स्वागत छ तपाईहरुलाई मेरो मिनी भ्लगमा। र आज चाहिँ तपाईहरुलाई म महाकाल बाबाको दर्शन गराउन लगिरहेको छु र भिडियो अन्तसम्म हेर्नुस् होला। तपाईहरुलाई म दर्शन साथसाथै त्यहाँनिर के भएको थियो है त्योहरुको पनि दृश्य अवलोकन गराउने छु। र आज चाहिँ संसारको नै पहिलो प्रेम विवाह भगवान शिवजी अनि माता पार्वतीको विवाह भएको पवित्र दिन। र हाम्रो आज दार्जिलिङ टेलिभिजनको टोली चाहिँ महाकाल बाबाको दर्शन साथसाथै त्यहाँको न्यूज कभरेज गर्न चाहिँ पुगेका थियौं। र हामी चौरस्ता पुग्यौं। त्यहाँ केही क्षण हाम्रो जति पनि टोलीहरु हुनुहुन्छ है त्यहाँनिर गएर पर्ख्यौं। र हाम्रो दार्जिलिङ टेलिभिजनको आधी टोली चाहिँ तल मुक्तिधाम पनि जानुभएको थियो। त्यहाँ पनि कभरेज गर्नुपर्ने थियो। त्यहाँ पनि भव्य रूपमा नै मनाउँछ है। र हामीले चाहिँ यहाँदेखि नै आफ्नो काम स्टार्ट गर्न थालिहाल्यौं। देख्न सक्नुहुन्छ भिड कतिको छ है। यहाँनिर बिहानैदेखि लगभग 1 बजीदेखि नै मानिसहरू आएर लाइनमा बसेर है बाबाको दर्शनहरू गरिसक्नु भएको थियो है। अनि यहाँनिर चाहिँ आज धेरै टाढो टाढोबाट चाहिँ आउनु भएको थियो, जस्तै सिक्किम, नेपाल है, भुटान, अन्य ठाउँहरूबाट पनि। अनि त्यो चाहिँ कसरी मैले चाल पाएँ भनेपछि है मैले अन्तर्वार्ता गर्ने लिने क्रममा चाहिँ चाल पाएको। अनि धेरैजनाले मलाई मेसेजद्वारा सोधिरहेको हुन्छ तपाईले चाहिँ मिडियामा काम गर्नुहुन्छ भनेर है। अनि आज चाहिँ तपाईलाई भन्न चाहन्छु म धेरैजनाले त मलाई चिन्नुहुन्छ है, तर जति पनि नयाँ मेरो ब्लगमा जोडिनु उनीहरूलाई चाहिँ मैले बताइरहेको छु। मैले चाहिँ मिडियामा काम गरेको लगभग 10 वर्षभन्दा ज्यादा भइसक्यो। अब तपाईहरुलाई चाहिँ म है बाबाको दर्शन गराउन चाहिँ भित्र लगिरहेको छु। र ठिक्कै आज चाहिँ यस्तो सौभाग्य भयो कि हामीले चाहिँ आरती पनि मज्जाले यहाँनिर है लिन पायौं है। केही क्षण हामी यहाँनिर एकदम लीन भएर पूजाहरू पनि गर्न पायौं। अब चाहिँ बाबाको लाई दर्शन गराएर अनि यो आरती सबै भक्तहरूलाई बढ्दै गर्नुस् बढ्दै चलो अलिक छिटो गरिदिनुस् माथि अगाडि बढ। दार्जिलिङमै बसे तापनि है बाबाको बुलावा नआइन्जेलसम्म हामी मन्दिरमा आउन पाउँदैनौँ, सक्दैनौँ है। उहाँको बुलावा आएको थिएर नै आज हामी यो सुअवसरमा जान पायौँ, दर्शन गर्न पायौँ है। र यहाँ पूजा कमिटीले चाहिँ एकदमै राम्रो प्रबन्धहरू मिलाएको थियो। स्वयंसेवक स्वयंसेविकाहरू एकदमै निष्ठापूर्वक खटिराख्नु भएको थियो है। र धेरै खुसी लाग्छ यस्तो देख्दाखेरि चाहिँ। अनि आज मनमा धेरै शान्ति पनि भएको थियो है। यहाँ मेडिकल क्याम्प पनि तपाईले देख्न सक्नुहुन्छ है। कतिजना बिहानदेखि लाइनमा बस्दाखेरि है बिमारीहरू हुन्छ, कतिजनालाई सुगर प्रेसर डाउन हुन्छ है। अनि यो मेडिकल क्याम्प पनि राखेको थियो भने एम्बुलेन्सको प्रबन्ध पनि मिलाएको थियो। हामी सबैजना टोली थियौँ यहाँनिर है, दर्शनहरू गर्न पायौँ। साथसाथै आज भण्डाराको पनि व्यवस्था थियो सधैँ वर्ष जस्तो। अनि यस वर्ष चाहिँ यहाँनिर जतिजना पनि है वृद्ध अवस्थामा हुनुहुन्छ अनि बाबाको दर्शन गर्न है
उहाँहरूको इच्छा हुँदै पनि अब आउनु सक्नुहुन्न। तर यसपालिदेखि चाहिँ जतिजनाले पनि इच्छा गर्नुभयो है, बिमारीहरू हुनुहुन्थ्यो, वृद्ध अवस्थाका मानवहरूलाई चाहिँ यो ब्याट्रीको गाडीमा है ल्याउन गरिराख्नु भएको थियो र हामीले पनि यहाँनिर सवारी गऱ्यौँ, किनभने चाहिँ हामीले यसको न्युज गर्दै नै जानुपर्ने थियो है। र यहाँनिर चाहिँ हामी यहाँनिर सबैजना टोली नै यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले है। र यसरी नै सधैँ अब मनाउन पाऊँ शिवरात्रि भव्य रूपमा नै है। र मेरो भिडियोको थ्रु तपाईँहरूले पनि दर्शन अवश्य पनि गर्नुभयो है, र तपाईँहरूको मनोकामना पनि सबै पुरा होस्, भगवानले है सबैको घरमा बास गरून्, सबैको जीवन एकदमै खुसियाली भएर जाओस् भन्न चाहन्छु। र आजको यो मिनी भ्लग मेरो यहीँ एन्ड गर्न चाहन्छु। थ्याङ्क्स फर वाचिङ।